आदरणीय दर्शकबिन, आज हामीले अतिथिको रूपमा यस्तो व्यक्तित्वलाई हजुरहरू माझ ल्याउँदैछौँ। उहाँ बाल्यकालदेखि नै अध्यात्म योग ध्यान तपस्यामा लामो समय बिताइसक्नु भएको छ। कहिले गुफा साधना, कहिले मसान घाट साधना, कहिले विभिन्न ठाउँमा चौतारोमा साधना, भनौँ गौतम बुद्धको जस्तो योग ध्यान तपस्या उहाँले पनि निरन्तर रूपमा गर्दै आउनु भएको छ। हेरौँ, उहाँले पनि सायद बुद्धत्व प्राप्त गर्न सक्नु होला अथवा के होला, त्यो त आगामी दिनमा आगामी दिनका समयले बताउनेछ। र उहाँले विगत लामो समयदेखि गर्दै आउनु भएको अनुभव, उहाँले सिकेका कुराहरू जुन उहाँको व्यक्तिगत जीवनको लागि मात्र नभई विश्व जीव जगत कल्याणको हितमा रहनेछु भनेर एउटा सांसारिक जीवन होइन, पारिवारिक जीवन मात्रै नभई विश्व जीव जगत कल्याणको लागि निरन्तर रूपमा अगाडि बढिरहनु भएको छ। उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। नमस्कार। नमस्ते। सर्वप्रथम तपाईँले निधारमा लगाउनु भएको टिकाबाटै मैले सुरु गर्न चाहेँ। अरूले त टिका रातो अथवा पहेँलो कलरको विभिन्न कलरको लगाउने गर्छन्, तर तपाईँको टिका हेर्दा अलिक फरक प्रकृतिको टिका देखियो। यो बारेमा अलिकति भनिदिनुहोस्। सबैभन्दा पहिला त हामीले के बुझौँ भन्दाखेरि हाम्रो समाज, यो आध्यात्मिक एउटा सनातनी समाजमा चाहिँ विगत केही एउटा छोटो समय, धेरै लामो समय पनि भएको छैन कि एउटा छोटो समय भयो, केही समय अगाडिबाट मात्रै यो विभिन्न कलर रङहरूबाट चाहिँ हामी पूजा गर्ने विधि अथवा लगाउने एउटा शैलीमा चाहिँ हामी प्रवेश गरेको धेरै लामो समय भएको छैन। हामीसँग शुद्ध विधि भनेकै हामीले लगाउने टिकाको माध्यम भने त धेरै कम नै छ हामीसँग। हामीले आध्यात्ममा हामीले लगाउने भनेको भस्म, माटो, यी चिजबाटै हामीले चाहिँ टिका लगाउने विधिहरू थियो। र विगत केही समय पछाडिबाट चाहिँ यो टिकाको विधि, कलरको विधि, रङको यो विधि चाहिँ सुरु भएको हो। र अब अहिले यसको प्रचलन बढ्दै गएको हुनाले अलिकति मानिसहरूमा चाहिँ के भ्रम छ भने यो कस्तो विधि रहेछ अथवा यो कुन तरिकाले चाहिँ अहिले लगाइराखेको छ भन्ने कुरा भइराखेको छ। कौतूहलता मान्छेमा एउटा जायज हुनु, एउटा जायजै हो। यो मैले अहिले लगाइरहेको चाहिँ भस्म, जसलाई हामीले खरानी भन्छौँ। खरानीको टिका लगाएर आउनु भएको छ त्यसो भने? हजुर। तपाईँ अनकन्टार जङ्गलको गुफा साधना भनौँ अथवा घाट साधनामा हुँदा पनि यसरी टिका नै लगाए, यसरी खरानीको टिका लगाएरै जानुहुन्छ कि खाली निधार जाने गर्नुहुन्छ? मैले मेरो विधि यो आफ्नो एउटा तपाईँलाई एउटा साधना र एउटा ध्यान योगमा चाहिँ तपाईँलाई कुन तपाईँको मार्गले तपाईँलाई मार्गदर्शन गर्यो भन्ने नै तपाईँलाई प्रभाव पार्दछ। मेरो अघोर विधिले मलाई प्रभाव पारेको हुनाले हाम्रो विधिमा हामी भस्मलाई नै बढी प्राथमिकता दिएर चाहिँ हामी अगाडि बढिरहेका हुन्छौँ। र कहीँ कतै तपाईँहरूले मलाई कलर प्रयोग गर्दै गरेको अथवा रङ प्रयोग गरेर टिका लगाएको अवस्थामा देख्नु भएको छ होला सायद। त्यो एउटा समाजमा रहेका बुबा आमा होइन, दिदीबहिनीहरू, उहाँहरूले चाहिँ एउटा सम्मान स्वरूप उहाँहरूले लगाइदिनु भएको अवस्थामा चाहिँ एउटा मैले सम्मान सम्झेर चाहिँ अब त्यो मैले राखेको हुनाले हजुरहरूले देख्न सक्नुहुन्छ। र मैले नै लाउने क्रममा अथवा मैले लाउनु पर्ने खण्डमा चाहिँ मैले भस्म र माटोकै प्रयोग गरेको हुन्छु। तपाईँले अन्तरात्माबाट आफूले प्रयोग गर्नु पर्दा भस्मकै टिका लाउने गर्नुहुन्छ, खरानीको टिका। तर मानिसजनहरूले लगाउँदै गर्दा उहाँहरूलाई अपमान गर्नुहुन्न भन्ने हिसाबले त्यो भनौँ न त्यो कलरफुल टिका पनि हजुरले निधार थाप्नुहुन्छ? थाप्छु। तपाईँले लगाएको वस्त्रको विषयमा अलिकति जान्न चाहेँ। पुरै कालो वस्त्रमा हुनुहुन्छ तपाईँ, यसको पनि केही उद्देश्य त होला नि अथवा यसको केही परिभाषा? यस्तो अब यो हामी अघोर विधिमा, अघोर भनेको कालै वस्त्र लाउनु पर्ने भन्ने हुन्छ? यस्तो तपाईँले यसमा कलर तपाईँले छान्ने अथवा कलरलाई तपाईँले विषय बनाएर मैले यो लाउनु पर्छ भन्ने भन्दा पनि यो विधिमा चाहिँ के छ भने हामीलाई पार्ने प्रभाव, कुन चिजले हामीलाई कस्तो प्रभाव पार्छ भन्नेमा हामीले कुनै पनि रङ भएको कपडा लगाउन सक्छौँ। तर त्यसमा नि हामीलाई कुन कपडा लगाउँदाखेरि कस्तो खाले इनर्जी प्राप्त हुन्छ भन्ने कुरा हुन्छ क्या। जस्तो हजुरलाई यदि कार्बोहाइड्रेटको मात्रा बढी चाहिन्छ भने त हजुरले खाना नै खानु पर्ला। अब हजुरले मकैको खाना खाएर त कार्बोहाइड्रेट प्राप्त गर्नु हुँदैन धेरै। यो कतिपय अवस्थामा कालो कपडा अशुभ हो पनि भन्छन्, तर अघोरले चाहिँ कालै कपडा प्रयोग गर्नु भनेको चाहिँ यो यसलाई कसरी हेर्ने?
सबैभन्दा शुद्ध र शुभ वस्त्र भने नै गेरु र तपाईँको चाहिँ कालो वस्त्र हो। कालो वस्त्र मान्छे नबुझेर यसलाई चाहिँ अशुभ भनेको हो। अशुभ भनेको नबुझेको हो। नबुझेर अशुभ भनेको नबुझेको हो। तपाईले गर्नुभएको योग ध्यान तपस्या र जुन तपाईले पाउनु भएको ज्ञानको विषयसँग तपाईले पञ्चतत्वमा हुने इनर्जीहरू के हो, यो कसरी प्राप्त हुन सक्छ र तपाईले अन्य बिरामीहरूलाई कुन तरिकाले त्यो विधि प्रक्रिया होला नि त, उनीहरूलाई कस्तो खालको चाहिँ इनर्जी दिन सक्नुहुन्छ तपाईले? यस्तो छ, मानव विकास क्रममा चाहिँ हामीले छोटो समयलाई चाहिँ हेर्ने हो भने हामीलाई हाम्रा बुवा आमाले जन्म दिनुभएको हामीले एउटा संरचनाको एउटा हिसाबमा देख्छौँ। तर वास्तवमा मानवको जन्म त बुवा आमा भन्दा सयौं हजारौं वर्ष पहिला जाने हो भने हाम्रो जन्म त बुवा आमा भन्दा धेरै माथि छ। हामी शरीर पञ्चतत्वले निर्माण भएको हाम्रो शरीर हो। त्यो 5 वटा तत्व जुन तत्वमा आधारित रहेर मूल आधार बनेर हाम्रो शरीर बनेको छ। हामीले यी 5 वटा तत्वको माध्यमबाट हामीले यो विधिलाई प्रयोग गरेर चाहिँ एउटा मानव शरीरमा रहेको मानसिक तथा शारीरिक समस्याहरूलाई निराकरण गर्ने गर्छौं र मूलभूत रूपमा चाहिँ यो 5 वटा तत्वकै खेल रहनेछ मानव शरीरमा र यो पञ्चतत्वको फरक इनर्जी रहन्छ। यसमा चाहिँ पञ्चतत्वको फरक शक्तिको माध्यमलाई चाहिँ पहिचान गरेर हामीले चाहिँ यसलाई चाहिँ यो विधिलाई चाहिँ निराकरण गर्ने गर्छौं। यो हजुरको विधिबाट शारीरिक र मानसिक दुवै रोगीहरूलाई उपचार सम्भव छ? सम्भव छ। कस्तो खालको मानसिक र कस्तो खालको शारीरिक रोगीहरू तपाईको नजिकमा आउँदा अथवा तपाईलाई फोन मार्फत कुरा गर्दा अथवा तपाईलाई भेट्दा कस्तो खालको उपचार विधि हुन सक्छ? यस्तो छ, तपाईले कस्तो शारीरिक र मानसिकको विषयमा खुलाइदिनुस्। यो तपाईलाई कस्तो छ भन्दाखेरि यो कस्तो बिरामीले तपाईलाई भेट्ने अथवा सम्पर्क गर्न सक्ने? यो पञ्चतत्व विधिमा चाहिँ तपाई हाम्रो शरीरमा रहेको दुई प्रकारको इनर्जी, मुख्यतया दुई प्रकारको इनर्जी रहन्छ, जुन पोजिटिभ र नेगेटिभ इनर्जीलाई एउटा परिभाषाको रूपमा हामीले सहज ढङ्गले बुझ्न सक्छौं। यसमा कस्तो खाले बिरामी भन्ने खालको एउटा त्यो उनी हुँदैन, तपाईको दायरा नै हुँदैन। हामी त्यो कस्तो खाले बिरामी भन्दा पनि यसमा कतिसम्म हामीले गर्न सक्छौं र बिरामीमा कतिसम्मको समस्या छ भन्ने कुरालाई पहिचान गरेर हामीले चाहिँ हाम्रो त्यो विधिलाई प्रयोग गरेर चाहिँ यसलाई निवारण गर्ने हो। बिरामीलाई कस्तो खालको समस्या छ त्यो अवस्था हजुरले अनुमान मतलब त्यसलाई रिसर्च गरेर त्यसको अनुपातमा कुन विधि अगाडि बढाउनु पर्ने त्यो अनुसार तपाईले डिसाइड गर्नुहुन्छ त्यसको? हजुर। तपाईले बाल्यकालदेखि जीवनमा गर्नुभएको अनुभव भोगाई योग ध्यान तपस्याको विधिबाट तपाईको आफ्नो रक्षा मात्रै नभई यो विश्व जीव जगत कल्याण र रक्षाको लागि तपाई निरन्तर अगाडि बढ्नु भएको हामीले देख्यौं। यस सन्दर्भमा तपाईलाई यो भिडियो हेरेर अथवा तपाईका कुराहरू सुनेर कसैलाई तपाईका कुराहरू मन पर्यो, कसैले तपाईलाई भेट्न चाहनुभयो, तपाईबाट कुनै रोगको उपचार अथवा विधि प्रक्रियाहरू लिन चाहनुभयो भने त्यसलाई कति खर्च लाग्छ र समय कति लाग्न सक्छ यो बारेमा भनिदिन सक्नुहुन्छ? खर्च हामीले यदि कोही व्यक्तिमा समस्या छ भने त्यो समस्याको पहिचान गरेर चाहिँ हामीले उहाँलाई हाम्रो उपचार पद्धतिबाट चाहिँ उपचार गर्ने गर्छौं र खर्चको हिसाबमा जाने हो भने खर्च भन्दा पनि सबैभन्दा ठुलो कुरो उहाँहरूको समस्या रहनेछ। प्राथमिकतामा हाम्रो चाहिँ उहाँको समस्या पर्नेछ। उहाँहरूको समस्यालाई हेरेर हामीले सेवा दिनेछौँ। दिनुहुन्छ भने पनि लिनुहुन्छ, दिनु भएन भने पनि तपाईँ बिरामी उपचार ठिक गरेर पठाइदिन्छौँ। त्यही भन्न खोज्नु भएको हो? हजुर। कति समय लाग्छ भन्ने केही समय त्यस्तो हुन्छ? त्यो एउटा बिमारीको उहाँहरूको समस्यालाई हेरेर कति समय लाग्छ या कति समयमा हामीले त्यो सम्पन्न गर्न सक्छौँ, उहाँहरूको त्यो समस्यालाई समाधान गर्न सक्छौँ भन्ने विषयलाई हामीले हेरिसकेपछि उहाँहरूलाई त्यो प्रक्रियामा ल्याइसकेपछि हामी बल्ल उहाँहरूलाई हामीले भन्न सक्छौँ त्यो विषयमा। तपाईको विधि साधन अनुसार बिरामीलाई उपचार गर्ने सन्दर्भमा शारीरिक भनौं मानसिक भनौं तपाईको जुन विधि प्रक्रिया भित्र पर्ने तपाईले गर्ने आफ्नो अनुभव तपाईसँग भएको ज्ञान खुबी क्षमताको आधारमा गर्ने उपचारको विधि पद्धतिको सन्दर्भमा आयुर्वेदिक तरिका र पञ्चतत्व विधि दुईटै जोडिन्छ कि पञ्चतत्व मात्रै हुन्छ? आयुर्वेदिक र पञ्चतत्व दुईटै विधि रहन्छ। कसरी भने मानव शरीर त तपाईको 5 वटा तत्त्वले बन्दै गर्दाखेरि 5 वटा तत्त्वले त बन्यो। त्यो 5 वटा तत्त्व त एक प्रकृतिको हो नि त। प्रकृतिमा हरेक विषय हरेक चिजसँग कुनै पनि एउटा चिजको डाइरेक्ट कनेक्सन हुन्छ क्या, तपाईको चाहिँ डाइरेक्ट सम्पर्क हुन्छ नि त। त्यो कारणले गर्दाखेरि यसमा आयुर्वेदिकको मानव शरीर शारीरिक प्रणालीलाई आयुर्वेदिक पनि आवश्यकता छ र 5 वटा तत्त्व पञ्चतत्व विधि पनि आवश्यकता छ र यसलाई पहिचान गरेर आयुर्वेदिक र पञ्चतत्वलाई सँगै लगेर चाहिँ हामीले कुनलाई कति आवश्यकता पर्छ त्यो हाम्रो हिसाबले क्याल्कुलेसन गरेर त्यो पत्ता लगाएर त्यो विधिबाट चाहिँ हामीले उपचार गर्ने गरेका छौँ र गर्न सम्भव छ।
तपाईँ भनिदिनुहोस् यति लामो योगदान तपस्याबाट तपाईँको अनुभवमय प्रज्ञा भनौँ अथवा तपाईँको भोगाई तपाईँले सिक्नु भएको कुराहरूको आधारमा भूत प्रेत पिचास हुन्छ कि हुँदैन र यो के हो खास यो के हो भूत प्रेत पिचास भनेको के हो यो भूत प्रेत पिचास विभिन्न नामको इनर्जीहरू हुन् जुन चाहिँ हिजो परापूर्व कालमा हाम्रो हजुरबुवा जिजुबाजेको पालामा चाहिँ के हुन्थ्यो भन्दाखेरि शिक्षा र शैक्षिक भाषाको प्रणाली नभएको कारणले गर्दाखेरि मानिसहरूमा सहजै रूपले बुझाउन सक्ने अरू विकल्प नभएर भूत प्रेत पिचास किचकर्ने यिनीहरूको नाम दिएर चाहिँ समाजलाई पहिचान गराउने पद्धति थियो जुन पद्धतिलाई अहिले आधुनिक संसारमा चाहिँ आधुनिक समाजले चाहिँ के भन्छ भन्दाखेरि यो हुँदैन यी चिजहरूले केही असर गर्दैन र एकदम हुँदैन भन्ने धेरै जनमानसको एउटा मनस्थिति रहेको छ हुन्छ कि हुँदैन ठ्याक्कै भन्दै हुन्छ यो इनर्जीको फर्ममा हुन्छ फेरि हेर्नुहोस् है तपाईँ हामी जस्तै स्वरूपमा आएर भूत प्रेत ल्याएर हामीलाई तर्साउने मार्ने या अथवा कुनै समस्या पैदा गर्ने हुँदैन यो इनर्जीको फर्ममा हुन्छ त्यो इनर्जी तपाईँसँग त्यो इनर्जीको कनेक्सन भएपछि तपाईँलाई कस्तो प्रभाव पर्छ भन्ने कुरा हो क्या यसमा तपाईँलाई अब त्यो नेगेटिभ इनर्जीले नेगेटिभ प्रभाव पार्छ पोजिटिभ इनर्जीले पोजिटिभ प्रभाव पार्छ अब तपाईँलाई त्यो इनर्जीलाई तपाईँले कसरी डाइभर्ट गरेर नेगेटिभलाई पोजिटिभमा लाने होइन पोजिटिभलाई पनि नेगेटिभमा लान सकिन्छ क्या यो प्रक्रियाले गर्दाखेरि मान्छेले विभिन्न एउटा चाहिँ आकार दिएर चाहिँ भूत प्रेतको संज्ञा दिएको हो तर वास्तवमा यो इनर्जीको फर्ममा हुन्छ र यो इनर्जीले मान्छेलाई डाइरेक्ट असर गर्दैन तर इनडाइरेक्टली रूपले त्यसलाई देखिसकेपछि त्यो इनर्जी मान्छे हान प्रभाव भइसकेपछि त्यो मान्छेले चाहिँ सोचाइबाट चाहिँ त्यो इनर्जीले असर गर्ने हो असर गर्छ हजुर त्यो इनर्जीलाई हामीले त्यही इनर्जीको माध्यमबाट चाहिँ हामीले मान्छेलाई उपचार पद्धतिमा लैजाने हो फेरि भनेपछि कुनै व्यक्तिलाई त्यस्तो नकारात्मक इनर्जीले छोयो उसको आत्मामा छोयो भने बिरामी भयो विभिन्न खालका समस्याहरू आयो भने तपाईँले त्यो बिरामीमा भएको समस्या भनौँ त्यो व्यथा भनौँ त्यो पीडालाई तपाईँले आफूले हरण गरेर भनौँ अथवा त्यो नेगेटिभ इनर्जीलाई फालेर सकारात्मक वेभ तपाईँले पठाउन सक्नुहुन्छ हजुर ठ्याक्कै सकिन्छ हजुरहरूले त्यसै गर्नु खोज्नुभयो हजुर त्यसरी नै बुझ्नुहोस् अब यसमा आयुर्वेदिक र चाहिँ पञ्चतत्त्वको विधि भनेकै यही हो इनर्जीको फर्मलाई उपचार गर्ने विधि भनेको पञ्चतत्त्व विधि हुन्छ र शारीरिक प्रणालीलाई हेरेर तपाईँको शारीरिकको कुनै अङ्ग प्रत्यङ्ग अथवा कुनै कोशिका अथवा कुनै एउटा सिस्टमलाई परेको असरलाई प्रत्यक्ष भौतिक शरीरलाई परेको असरलाई चाहिँ आयुर्वेदिक पद्धतिले उपचार हुन्छ यो दुईटा डिफ्रेन्स फर्म हो क्या यो दुईटै फर्मलाई चाहिँ एकै ठाउँमा ल्याएर एउटै पद्धतिमा ल्याएर चाहिँ एक विधिबाट चाहिँ यसलाई समस्याको समाधान गर्ने हो तपाईको योगदान तपस्याको साथसाथै यो धर्म अध्यात्मसँग जोडिएको कुरा हुनाले मैले अर्को एकजना एउटा गौमाता जुन कर्णाली नदीमा गौमातालाई वारीबाट पारी पठाउनको लागि भन्दै केही व्यक्तिहरूले ढुङ्गा मुढा गरेर एकदम व्यापक रूपमा हिर्काएर जबरजस्ती नदीमा पठाउँदै गरेको दृश्य देख्यौँ हामीले यो सन्दर्भमा तपाईँले के भन्न चाहनुहुन्छ त्यो पठाउने गाईलाई वारीदेखि पारी पठाउनको लागि त्यो धकाल्ने हिर्काउने व्यक्तिहरूको लागि र योसँग आबद्ध व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ सर्वप्रथम त मानव यो चाहिँ ब्रह्माण्डको यो पृथ्वीको सृष्टि अथवा ब्रह्माण्ड सृष्टिमा मानव यस्तो प्राणी हो कि सबैभन्दा चेतनशील प्राणी के हुन्छ गर्दा राम्रो के हुँदैन गर्दा नराम्रो भनेर छुट्याउन सक्ने सही र गलत छुट्याउन सक्ने एकमात्र एउटा जीव भनौँ या प्राणी भनौँ त्यो मानिस मात्रै हो र त्यो यो मानिस हो र हाम्रो चेतनाले यदि कुरा चाहिँ हामीले बुझ्न पर्यो कि यदि मानव चेतनाले साँच्ची नै चैतन्य अथवा चेतनामा रहेर काम गर्छ भने कुनै पनि जनावर होस् कुनै पनि जीव होस् हाम्रो चेतनाको लेभलले यदि भ्याएसम्म हो भने चाहे त्यो गाई होस् या अर्को दोस्रो जनावर होस् कुनै पनि चिजलाई कुनै पनि तरिकाले शारीरिक अथवा मानसिक पीडा दिनु चाहिँ यो मानव सभ्यतामा चाहिँ एउटा ठुलो अपराध नै हो सर्वप्रथम त हामीले के बुझ्न पर्यो भन्दाखेरि हामी मानिसको धर्म भने सही कर्म नै मानव धर्म हो र हामी यो सही कर्मबाट यति विचलित छौँ कि समाजमा विभिन्न समाजको एउटा परिधिभित्र बनाएको एउटा संरचनालाई नै मान्छेले धर्म भनेर बाँचिरहेको छ आजको दिनमा तपाईँ एउटा गाउँ छोडेर यदि पल्लो गाउँ जानुभयो अथवा त्यो गाउँ छोडेर पल्लो गाउँ जानु प्रत्येक गाउँ प्रत्येक ठाउँ अनुसारको मान्छेले आफ्नो नियम र एउटा पद्धतिहरू बनाइराखेको छ वास्तविक सनातनी र हिन्दू धर्म त पर जाओस् मानव सभ्यता भनेको सनातनी हो सनातनी धर्म मान्यता एउटा समाजको विकास क्रम तपाईँहरूले जसरी पनि लिन सक्नुहुन्छ यस क्रममा चाहिँ मानव धर्म भनेको सही सत्कर्म नै मानव धर्म हो र यसरी कुनै एउटा जनावर अथवा गौमाता भनेर एउटा सनातनी समाजमा पूजा गरिँदै गर्दाखेरि
त्यो एउटा अबोध एउटा गौमातालाई अहँ, त्यसरी शारीरिक पीडा दिएर जबरजस्ती नदीमा म्याउँदै गर्दाखेरि अहँ। त्यो शारीरिक मानसिक असह्य पीडा त पक्कै पनि भएको छ नि त। अहँ। त्यही भएर त सामाजिक रूपमा चाहिँ विभिन्न विरोधहरू आलोचनाहरू समालोचनाहरू आइरहेको छ यति बेला। अहँ, त्यो सामाजिक धर्म हुँदै होइन, त्यो मानव धर्म हुँदै होइन, त्यो सरासर मान्छेले गर्ने कुकर्म नै हो। अहँ, त्यसलाई कुनै धर्म भन्न मिल्दैन। कुनै पनि जनावरलाई त्यसरी पीडा दुःख दिएर त्यो धर्म कहिले पनि हुँदैन। उहुँ, मानवले गर्ने भनेको मानवको चेतनाले गर्ने सही बुझेर सही सत्कर्म गर्ने नै धर्म हो। जनावरलाई त्यसरी यातना दिनु मानव जीवनमा सबैभन्दा ठुलो पाप हो। तपाईँले जीवनको भोगाएर तपाईँको योगदान तपस्या अध्यात्मसँग जोडेर हामीले तपाईँले गर्नुभएका उपचार विधि पद्धति, तपाईँबाट सेवा लिनुभएका सेवाग्राहीहरूको आवाजहरू लगायत तपाईँका आश्रमहरूसँग विभिन्न खालका तपाईँले दिन सक्ने सेवा सुविधाहरूको विषयमा आगामी दिनमा हामीले जोडेर ती खालका भिडियो क्लिप बनाउँ, तपाईँका सन्देशहरू, तपाईँका बाणीहरू आम दर्शक श्रोताहरूलाई निरन्तर पठाउने वाचा गर्न चाहन्छौँ। र मैले सोध्न बिर्सेका र तपाईँले भन्न मन लागेको भए केही कुरा भएमा भन्न सक्नुहुन्छ। हामी एउटा समाजको एउटा परिधिभित्र बाँधिएको सामाजिक प्राणी हौँ भन्छु मानव सभ्यतालाईमा एउटा। अहँ, हामी एउटा समाज र एउटा त्यो समाजको दायराभित्र रहेर सामाजिक मूल्य मान्यतालाई चाहिँ स्वीकार्दै आएका छौँ। जुन चिजहरू सबै कुराहरू सही छैनन्। अधिकांश मानव सभ्यतामा हामीले चालेका पाइलाहरू चाहिँ सदैव अधिकांश पाइलाहरू गलत हुँदै आएको छ। धर्मशास्त्रको हिसाबले पनि हामीले हेर्ने हो भने हामीलाई कुनै पनि धर्मशास्त्रले चाहिँ हामीलाई मान्छे बन्न सिकाइरहेको छ क्या। अहँ, चाहे तपाईँ कुनै पनि धर्मग्रन्थलाई गएर पढ्नुहोस् क्या। पहिला हामीलाई मानव बन्न सिकाइरहेको छ, मान्छे मानव बन्न सिकाइरहेको छ। हाम्रो चेतनाको लेभल के हो र चेतनाले कुन लेभलसम्म हामीले काम गर्न सकिन्छ त्यो अन्डरस्ट्यान्डिङ लेभललाई चाहिँ बुझाइरहेको छ। तर हामीहरू त्यो मानवको चेतनालाई बिर्सिएर चाहिँ सामाजिक एउटा परिधिभित्र अल्झिएर सधैँ समाजको एउटा बनाएको नियमलाई चाहिँ मानेर हामी गलत कार्यहरू गर्दै आएका छौँ। यी चिजबाट चाहिँ हामी सधैँ पर बस्ने प्रयास गरौँ, ध्यान साधना गरौँ र ध्यान साधनाको माध्यमबाट नै यो कुरामा चाहिँ हामीले प्राप्ति गर्न सक्छौँ कि के चिज सही हो, के चिज गलत हो, मनमा शान्ति कसरी ल्याउने, निरोगी कसरी बन्ने। यी चिजहरूको समाधान भने नै ध्यान तपस्याबाट मात्रै सम्भव छ। र सम्पूर्ण मानव जगतलाई चाहिँ मेरो तर्फबाट भन्नु यति नै छ कि हामीले सत्कर्म गरौँ, सत्कर्म नै मानव धर्म हो, योभन्दा अरू विकल्प नै छैन। भौतिकतावाद मात्र नभई अध्यात्म पनि यो समाजको एउटा अपरिहार्य एक सिक्काका दुई पाटा हुन्, भौतिकतावाद र अध्यात्म भनेर जोड्न खोज्नु भएको। भौतिकतावाद आवश्यकता पर्यो, तपाईँको आध्यात्म भनेको आवश्यकता होइन, आवश्यकता होइन, यो जीवन हो। त्यति महत्त्वपूर्ण छ जीवन। अध्यात्म पुरा जीवन हो क्या। जब मान्छेले अध्यात्म के हो बुझ्छ नि, यो जीवन हो, यसको कुनै परिभाषै छैन होला। विभिन्न मान्छेले विभिन्न माध्यमबाट चाहिँ परिभाषाको रूपमा चाहिँ एक्सप्लेन गर्छन् होला, तर यो एउटा जीवन हो। यो जीवनको परिभाषा छैन, वस्तुको परिभाषा छ। हुन्छ, यहाँको महत्त्वपूर्ण समय र संवादको लागि धेरै धेरै धन्यवाद। हस्।